नेपाली व्याकरणको एउटा एकदमै महत्त्वपूर्ण टपिक पदवर्गलाई कसरी सजिलै छुट्याउने भनेर सिक्छौं। खास गरी कक्षा 12को परीक्षा दिँदै हुनुहुन्छ भने त यो टपिक छुट्याउनै भएन। ल सुरु गरिहालौं है त। ल एउटा रमाइलो प्रश्नबाट सुरु गरौँ है त। के एउटै शब्दले वाक्यमा फरक फरक काम गर्न सक्छ होला? सोच्नुस् त। हो, बिल्कुल सक्छ। अनि पदवर्ग पहिचानको सबैभन्दा ठूलो रहस्य नै यही हो। हामीले शब्दलाई मात्र हेर्ने होइन, वाक्यमा त्यसले के जागिर खाएको छ, के काम गरिरहेको छ, त्यो पो हेर्नुपर्छ। आज हामी के कुरा गर्छौं सरसर्ती हेरौं। पहिले शब्दको भूमिका के हो त्यो बुझ्छौं। त्यसपछि व्याकरणका मुख्य खेलाडीहरू को हुन् चिन्छौं। अनि आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, पहिचान गर्ने एउटा सजिलो फर्मुला। त्यो फर्मुला कसरी प्रयोग गर्ने भनेर पनि हेर्छौं। र लास्टमा परीक्षाको लागि केही विशेष टिप्स पनि म दिनेछु। ल अब अलिकति गहिराइमा जाउँ है। हाम्रो पहिलो खण्डमा हामी पदवर्गको एकदमै बेसिक कन्सेप्ट, मतलब शब्दको भूमिका के हो भन्ने कुरा बुझ्छौं। आखिर यो पदवर्ग भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा वाक्यमा आएका शब्दहरूलाई तिनको कामको आधारमा ल तिमी यो तिमी त्यो भनेर छुट्याउने प्रक्रिया नै पदवर्ग हो। मतलब शब्दले के काम गर्यो त्यही नै त्यसको परिचय भयो। यसलाई अझै सजिलो बनाउनको लागि एउटा उपाय छ। जब कुनै शब्दको पदवर्ग छुट्याउनु पर्यो नि, दिमागमा एउटै प्रश्न सोध्नुहोस्। यो शब्दले यो वाक्यमा के काम गरिरहेको छ? के यो कसैको नाम हो? कि केही काम भएको देखाइरहेको छ? वा कस्तो छ भनेर विशेषता बताइरहेको छ? हो, यही प्रश्नले नै सही उत्तरको ढोका खोलिदिन्छ। एउटा कुरा के जानिराखौं भने भाषाका विद्वानहरूले पदवर्गलाई फरक फरक तरिकाले कसैले 5, कसैले 8, कसैले 9 भागमा पनि बाँडेका छन्। तर हामीले त्यति धेरै तनाव लिनु पर्दैन। हामी चाहिँ परीक्षाको लागि चाहिने जुन स्ट्यान्डर्ड मोडल छ त्यसमै फोकस गर्छौं। ल अब व्याकरणको खेलका मुख्य खेलाडीहरूलाई चिनौं। यिनीहरूले नै त हो नि वाक्यलाई पूरा अर्थ दिने। यिनै हुन् पदवर्गका प्रकारहरू। सबैभन्दा पहिलो खेलाडी हो नाम। कुनै पनि व्यक्ति, ठाउँ, सामान वा मनको भाव बुझाउने शब्द नै नाम हो। जस्तै राम एउटा व्यक्ति भयो, काठमाडौँ ठाउँ भयो, किताब वस्तु अनि माया एउटा भाव। कति सजिलो होइन त? अब आउँछ सर्वनाम। नामलाई पटक पटक नदोहोर्याउनको लागि त्यसको ठाउँमा प्रयोग हुने शब्द हो यो। जस्तै राम आयो, राम बस्यो भन्नुभन्दा राम आयो, ऊ बस्यो भन्दा कति सजिलो हो। यही ऊ चाहिँ सर्वनाम हो। त्यसपछि क्रिया। क्रिया बिना त वाक्य नै बन्दैन, होइन र? यसले वाक्यमा के काम भइरहेको छ भन्ने कुरा देखाउँछ। जस्तै खानु, जानु, पढ्नु, यी सबै क्रिया हुन्। अब विशेषणको पालो। यसको काम चाहिँ नाम वा सर्वनाम कस्तो छ भनेर त्यसको विशेषता बताउने हो। गुण, दोष, कत्रो छ, कति छ सबै बताउँछ। जस्तै राम्रो केटो, सानो घर। अब पालो क्रिया विशेषणको। नामले नै भन्छ, यसले क्रियाको विशेषता बताउँछ। काम कसै भयो, कहिले भयो वा कहाँ भयो भन्ने जानकारी दिन्छ। जस्तै छिट्टो दौड्यो, हिजो आयो, यहाँ बस्यो। त्यसपछि आउँछ समुच्चय बोधक। यसको काम एकदम सिधा छ। दुईवटा शब्द वा वाक्यहरूलाई जोड्ने गोन्द जस्तै राम र श्याममा रले जोड्यो, म आएँ तर ऊ गएनमा तरले दुई वाक्यलाई जोड्यो। अनि हाम्रो अन्तिम खेलाडी हो विस्मयादिबोधक। मनमा अचानक आउने भाव जस्तै खुसी, दुःख, अचम्मलाई व्यक्त गर्ने शब्द हो यो। जस्तै आहा कति राम्रो भन्दा आहाले मनको भाव व्यक्त गर्यो। ल यति धेरै कुरा त जानियो। अब सबैभन्दा महत्त्वपूर्ण खण्ड, यी सबैलाई कसरी आँखा छिम्लेर छुट्याउने त? यसको लागि एकदमै सजिलो फर्मुला छ। यो 3 स्टेपको फर्मुला हो। एकदम ध्यान दिएर सुन्नुहोला। स्टेप 1, वाक्यलाई मजाले पढ्ने। स्टेप 2, हरेक शब्दको मतलब के हो त्यो बुझ्ने। र सबैभन्दा महत्त्वपूर्ण स्टेप 3, आफैलाई सोध्ने, यो शब्दले यहाँ के काम गरिरहेको छ। यो तालिका हेर्नुस् त, यो पदवर्ग छुट्याउने जादुको चाबी नै हो। कुनै शब्दले को हो वा के हो भन्ने प्रश्नको उत्तर दिन्छ भने त्यो कि नाम हो कि सर्वनाम। के गर्दैछको उत्तर दियो भने त्यो क्रिया हो। कस्तो भनेर सोद्धा उत्तर आउने शब्द विशेषण हो। अनि कसरी, कहिले वा कहाँको उत्तर दिने शब्द चाहिँ क्रिया विशेषण। यो प्रश्न सोध्ने बानी बसाल्नुभयो भने त
आधा काम त्यहीँ सकिन्छ। एकदमै इफेक्टिभ छ यो तरिका। ल, थ्योरी त धेरै भयो। अब यसलाई प्र्याक्टिकल गरेरै हेरौँ न त, है? हामी एउटा उदाहरण वाक्य लिन्छौँ र त्यसलाई चिरेर हेर्छौँ। हाम्रो उदाहरण वाक्य छ, राम छिटो स्कुल गयो। अब अघिको हाम्रो फर्मुला लगाएर यसको एक शब्दको पदवर्ग पत्ता लगाऊँ। ल, सुरु गरौँ रामबाट। प्रश्न सोधौँ, को गयो? उत्तर आयो राम। त्यसो भए राम के भयो? नाम। अब गयोलाई हेरौँ। प्रश्न, रामले के गर्यो? उत्तर गयो। भनेपछि गयो क्रिया भयो। अब सोधौँ, कसरी गयो? उत्तर आयो छिटो। त्यसो भए छिटो भयो क्रिया विशेषण। अनि कहाँ गयो भन्दा उत्तर आउँछ स्कुल, जुन ठाउँको नाम हो। त्यसैले यो पनि नाम भयो। हेर्नुस् त कति सजिलै छुट्यो। ल, अब अन्तिम तर एकदमै काम लाग्ने खण्ड, परीक्षामा राम्रो मार्क्स ल्याउनको लागि केही विशेष टिप्स। परीक्षाको लागि एउटा प्रो टिप छ, जसलाई 4+2 को नियम भन्न सकिन्छ। धेरैजसो परीक्षामा 4वटा विकारी शब्द मतलब नाम, सर्वनाम, विशेषण, क्रिया र 2वटा अव्यय जस्तै क्रिया विशेषण वा समुच्चयबोधकबाट प्रश्न आउँछ। त्यसैले अभ्यास गर्दा सबैलाई बराबर ध्यान दिनुहोला। अनि जहिले पनि पुरै वाक्य पढेर त्यसको अर्थ बुझेर मात्र उत्तर दिनुहोस्। र सबैभन्दा ठूलो मन्त्र त के हो भने प्र्याक्टिस, प्र्याक्टिस र प्र्याक्टिस। ल, हामीले पदवर्ग छुट्याउने तरिका त सिक्यौं। अब अन्त्यमा एउटा अलि फरक प्रश्नमाथि विचार गरौँ न त। व्याकरण भनेको आखिर के हो? के व्याकरणले भाषालाई नियमको डोरीले बाँध्छ कि हाम्रा कुराहरूलाई अझै सफा र सुन्दर तरिकाले भन्नलाई स्वतन्त्र बनाउँछ? यो प्रश्नबारे एकपटक सोच्नुहोला, किनभने व्याकरण बुझ्नु भनेको खाली परीक्षा पास गर्नु मात्र होइन, यो त भाषाको आत्मालाई नै चिन्नु हो। आशा छ आजको यो प्रस्तुति काम लाग्यो होला। धन्यवाद।